स्वागत छ। यो जुन झुलुङ्गे पुल देख्दै हुनुहुन्छ यो कर्णाली प्रदेशको सुर्खेत जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला जोडिने यो झुलुङ्गे पुल रहेको छ। साथीहो, यहाँ देख्न सक्नुहुन्छ अहिले म यो कर्णाली नदी वा यो पुलको उत्तरतर्फ म यहाँ उभिएछु र यहाँ गाउँको तपाईलाई म दृश्य देखाउँदैछु। साथै अब म यो भिडियो बनाउँदै जुन यो ठुलो पुल रहेको छ झुलुङ्गे पुल त्यसतर्फ जान लागेको छु। यहाँ देख्न सक्नुहुन्छ यो पुलको दुवैपट्टि यस्तो पक्की बनाइएको छ र यो पक्की भित्र जुन फलामहरू रहेको छ नि, यो पुल बनाउनको लागि जुन फलाम प्रयोग गरिएको छ त्यसलाई चाहिँ यसमा राखेर जमाइएको छ। डोरी जस्तो जुन वायर रहेको छ त्यसलाई जमाइएको छ। यहाँ देख्न सक्नुहुन्छ बहुत खर्च गरेर सरकारले पुल बनाएको छ र बिस्तारै म अब यहाँ अगाडि बढेको छु। यहाँ देख्न सक्नुहुन्छ तलमा चाहिँ जालो जालो छ र साइडमा पनि जालो जालो छ ताकि तलको जालोबाट चाहिँ पानी र माटो चाहिँ तल झरोस् र साइड साइडमा वायर जस्तो रहेको छ समात्नको लागि, कोही तलतिर नझरोस् भनेर सुरक्षाको लागि चाहिँ बनाइएको छ। साथीहो, यो जुन नदी देख्दै हुनुहुन्छ यो कर्णाली नदी हो र कर्णाली नदीलाई पञ्चेश्वरी ऋषिको नाममा कर्णाली नदी नाम राखिएको हो भने यो कर्णाली नदीको फैलावट धौलागिरी हिमालदेखि वेदव्याससम्म रहेको छ। नेपालको सबभन्दा लामो नदी कर्णाली नदी रहेको छ जसको लम्बाइ 507 किलोमिटर रहेको छ। यस कर्णाली नदीको जलविद्युत क्षमता 32,000 मेगावाट रहेको छ भने यो जल प्रवाह क्षमता 1 सेकेन्डमा 1316 क्युबिक मिटर पानी बगाउने गर्दछ। यसले सिंचाइ क्षेत्र 49,000 हेक्टर रहेको छ। साथै यहाँ देख्न सक्नुहुन्छ यो जुन पुल निर्माण गर्ने क्रममा यो पुलको तलतिर यहाँ देख्न सक्नुहुन्छ कति मोटो पिलर राखिएको छ। त्यसैगरी कर्णाली नदी इन्डियामा जाँदा भारतमा पुग्दा यसलाई घाघरा नदी भनिन्छ। कर्णाली नदी डल्फिन नदीका लागि प्रसिद्ध नदी हो। साथीहो, अब म हजुरहरूलाई यो कर्णाली नदी 7 वटा सहायक नदीले बनेको छ। ती सहायक नदीहरूको नाम म भन्न गइरहेको छु। कर्णाली नदी 7 वटा नदीले जुन बनेको छ त्यो नदीको पहिला म पूर्वदेखि पश्चिमसम्मको नाम भन्छु। पहिला पूर्वमा सहायक नदी कुनायो, त्यसपछि कुनायो, त्यसपछि कुनायो, पश्चिमसम्मको म नाम भन्छु। सबभन्दा पहिला सानो भेरी नदी, त्यसपछि ठुलो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली, बुढी गङ्गा, सेती गङ्गा रहेको छ। यो पूर्वदेखि पश्चिमको सहायक नदीको नाम भने। अब ठुलो नदीदेखि सानो नदी, ती कर्णाली नदीको जुन 7 वटा सहायक नदी छ त्यो ठुलोदेखि सानो नदीको नाम भन्न गइरहेको छु। जुन सबभन्दा ठुलो रहेको छ हुम्ला कर्णाली, ठुलो भेरी, मुगु कर्णाली, सानो भेरी, बुढी गङ्गा, सेती गङ्गा र तिला रहेको छ। साथीहो, यो देख्न सक्नुहुन्छ यो कर्णाली नदी हो। यो कर्णाली नदीमा अब यहाँ माछा पनि मार्ने गर्दछ। यहाँका स्थानीयहरूले पनि माछा मार्छ, कहिले सानो कहिले ठुलो माछा मार्छ। हामी अहिले उत्तर दिशाबाट दक्षिण दिशातर्फ गइरहेका छौँ र यो जुन झुलुङ्गे पुल छ त्यो कर्णाली नदीको
को माथिमा रहेको छ, पानी तलतिर बगिरहेको छ र झुलुङ्गे पुलको दक्षिणतिर कैलाली जिल्लाको सोल्टा बजार ठाउँ रहेको छ भने हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक र शेयर अवश्य गर्नुहोला। साथै यस भिडियोको बारेमा आफ्नो प्रतिक्रिया अवश्य लेख्नुहोला है साथी। अब आफ्नो साथमा मोबाइल छ भने टक्क यसो एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा भिडियो रेकर्ड गरिन्छ, भिडियो बनाइन्छ। हामी चाहिँ अब पुलको बिचमा आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ दुवैपट्टि पुलको अग्लो अग्लो छ हैन। अग्लो चाहिँ टावर बनाएर त्यसमा चाहिँ यो तार चाहिँ लगाइएको छ हैन, डोरी जस्तो। अहिले हामी बिचमा छौँ र बिचमा भएकोले गर्दा यसो तलतिर रहेको छ हैन त। ठ्याक्क यो देख्न सक्नुहुन्छ 1 2 3 4 हैन, 1 2 3 4वटा, चारवटा कति बिजुलीको मोटो मोटो तार रहेको छ हैन। र यहाँबाट चाहिँ मैले यसो दृश्य पुरै चारैतर्फ देखाएको छु। 3 2 5वटा छ साथी हो। एउटा साइडमा 5वटा मोटो तार रहेको छ डोरी जस्तो यहाँ। अब मैले चाहिँ यहाँबाट चाहिँ हिँड्दा चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ पहाड रहेको छ साथी, दुवैपट्टि पहाडै पहाड छ। यो बिहानको समयमा रेकर्ड गरिएको भिडियो हो। बिहानको समयमा करिब 6:30 बजेको समयमा यो रेकर्ड गरेको भिडियो हो। भर्खर अब यो घाम उदाउन लागेको छ हैन। फेरि पनि म हिँड्न लागेछु यतातिर। त्यहाँ चाहिँ मन्दिर रहेको छ साथी र यहाँ दाहिनेतिर एउटा सानो खोला रहेको छ। त्यो खोलाको नाम के अर्को रहेको छ, त्यसमा चाहिँ नुहाउने गर्दछ साथी। किनभने सानो छ नि त, ठुलो कर्णालीमा चाहिँ नुहाउन जाँदा यसो केही दुर्घटना हुन सक्छ। त्यही भएर त्यो जुन मन्दिर देखिरहेछ नि त्यसको साइडमा एउटा सानो नदी छ हैन, त्यसमा नुहाउने गर्दछ साथी। देख्नुभयो सानो नदी हो, त्यसमा चाहिँ नुहाउने गर्दछ। त्यहाँ यसो कतै कतै पानीहरू जमेको छ नि त र पानी बग्ने गर्दछ र यो सबै चाहिँ कर्णाली नदीमा मिक्स हुने गर्दछ साथी। ल साथी, भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यसै गरी म भिडियो बनाइराख्छु नयाँ नयाँ भिडियोहरू। धन्यवाद।